भयो त्यसको ल आज चाहिँ हाम्रो महिला भान्जोको दाँतको न्वारन गर्नुपर्ने भयो 2026 बुधबारको दिन दाँतलाई न्वारन नगरी भएन बुमाले नि दाँतको न्वारन गरिसके पछाडि त 5वटा दाँतको न्वारन गरिसके पछाडि त बुमाले त्यहाँबाट त अन्त चिची खुवाइ त नहोला जस्तो भयो त बुमाइलाई हुँदैन होला 2-3 हप्ता होइन जाति भएर पनि अब नभएपछि त दाँतै नभएपछि त अनि बुबु पर्छ त मासु त भित्र दाँत त्यो गिजाभित्र अनि त अनि कोमा बोजू बाजेले त्यो मासु त चपाउँछ नि त्यस्तै चपाएस्तै होला त बुबु होला तर एकपट्टिकोले चपाइन्छ अर्कोपट्टिकोले चाहिँ हुँदैन होला हुने बुबु होइन हौ अब 25-26 वर्षमै दाँत गुमाउनु भनेको त साह्रो नि त बुमाइलाई फिलाडेल्फियाको बसाइ फिलाडेल्फियाको धुवा धुलोको सास फेराइ गाह्रो छ कहाँ बिचबाट पुग्छ अनि यो को ताती भइसक्यो के हो ट्राफिकको बुबु अगाडि ट्राफिकै छ रातो बलिरहेको छ यस्तो हुन्छ नि त्यही भएर घरबाट हिँड्दा चाहिँ कामको लागि हिँड्दा चाहिँ बुबु अगाडि नै बरु आधी घन्टै अगाडि हिँड्नु भन्छु म चाहिँ ठाउँमा टुङ्गोमा पुगिँदैन बुबु ठिक समयमा अनि कोक चासी भयो त बुबु भएको छैन आज नखाइकन आउनु भनेको छ पुरै बढ्ता भनेछ अनि बुबु चाहिँ किन अब अहिले दाँत त दुखेको छैन तर आफ्नै खुसीले किन निकाल्नै पर्छ बाध्यता जस्तै लागेर हो कि अथवा चपाउनै नहुने दाँत दुखिरहने हुन्छ नि एउटा किरा बसेको किरा लागेको छ भने त दुखिबस्छ होइन कता खान्छ त्यस्तै भएको अवस्था भएको हो कि होइन अब निकालिदिनु पर्यो डक्टरले नि भन्यो डक्टर भनेर त पढी गुने ठुलो मान्छे भनेर हो कि डक्टरले भन्ने हो भनेपछि तिम्रो दाँत अलिक दुखेको छैन खानेकुराहरू खाइरहेछौ आनन्दै छ भनेपछि डक्टरको ललाइमा लागेर तिमीले दाँत उखाल्न आँटेको होइन अब भनेपछि चिची खुवाइ त भएन है बुमाइला के गर्छौ है बुमाइला हेर 25-26 वर्षमा चाहिँ अब यसरी फ्ल्याट फ्लुट दाँत निकाल्दा त गाह्रो छ त चपाएर खानु होइन आमाले पनि ननिकाल्नु भन्नु हुँदै थियो अनि तिम्रो बाध्यता त परेको त होइन यसो त भान्जोलाई होइन तर हो र हस्पिटलले लेखिदिएको रहेछ कम्प्युटरमा सबैतिर पुगेको रहेछ निकाल्नु पर्छ भनिकन फेरि यो कहाँ आएर फाँस भयो के छ अगाडि ओहो अलिक सोच विचारै गर्नुपर्ने थियो कि जस्तो लाग्छ बुमाइला अब के भन्नु मैले त अब होइन यो कताको के यो ट्रास ड्रप पो रहेछ त
अब यो मान्छेहरू नि यस्तो आलपाडीहरू छ, यतै उदौडे जाँदा नि हुन्छ नि त। अब बाटो त छ त त्यहाँ सिधै जाँदैन, सबै 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 यो खिचडीका मासहरू कहाँबाट आएका छन्, दुनियाँभरका डलरका लोकले आएका छन्। कोही कुरा बुझ्दैन, कुखुराले मुत्दैन भन्छ नि बुबु, मुत्छ नि कुखुराले, केबाट मुत्छ बुबु? कुखुराले मुतेको देखेको छैन? कुखुराले चाहिँ टट्टीसँगै मुत्छ बुबु, हो कि होइन? यहाँको मान्छेहरू यस्तो छ, एकरो भन्नु कि भेडा भन्नु कि बुझ्नेवाला छैन, अल्टरनेटिभ केही छैन, सिधा हुँदैन, पार लाग्दैन भनेपछि त रोकिनु पर्यो नि त, हो कि होइन बुबु? रोकिनु मान्दै, गाडी कुदाउँछ त्यस्तो। गाडी के हो? अब निकाल्छु भन्यो त बुबु मायाले, किन कुन कुन दिनमा चाहिँ दुख्यो तिम्रो दाँत चाहिँ नि? सधैँभरि लाइक एज युजल कन्टिन्यू त तिम्रो दुखेको त होइन रहेछ। अब दाँत त्यो तिम्रो बुद्धि माग्रा पलाएको थियो कि थिएन पहिला? पलाएको थिएन र पनि दुखेको